रक्षाबन्धन नजिक आइसकेको छ। आफ्नो दाजुभाइहरूलाई आफ्नै हातले मिठो मिठाई अनि सजिलो तरिकामा बनाएर खुवाउन चाहनुहुन्छ भने चाहिँ यो रेसिपी अवश्य नै तपाईहरुकै लागि हो। रेसिपी मैले सुरु गरेको छु एकदमै सजिलो तरिकामा घरमै भएको सामग्रीहरूबाट। 1 लिटर मैले यहाँनिर दुधलाई उमाल्न गइरहेको छु। दुधलाई ग्यासमा राखिसकेपछि अब एउटा सानो बोलमा मैले ठुलो चम्चीको 2 चम्ची भिनेगर लिएको छु। सँगसँगै ठुलो चम्चीको 2 चम्ची चाहिँ पानी राखेर एउटा मिक्सर बनाएँ। अब दुध राम्रोसँगले तातिसकेपछि चाहिँ मैले यो थोरै मिक्सरलाई राख्दै छेना बनाएको छु। तपाईहरुले भिनेगर छैन भने कागतीको रसले पनि मज्जाले घरमा छेना बनाउन सक्नुहुन्छ। भिनेगरको मिक्सचर अथवा कागतीको रस राख्दाखेरि चाहिँ तपाईहरुले ग्यास चाहिँ अफ गरेको हुनुपर्छ। दुध चाहिँ उम्लिँदै गरेको चाहिँ हुनु हुँदैन। ग्यासलाई अफ गरेर मात्रै यो मिक्सचरहरू एड गर्नु होला। र जब तपाईहरुको पानीलाई हेर्नुस् त यस्तो कलरको हुन्छ र छेना छुटिन्छ, तब चाहिँ यसलाई एउटा सफा कपडामा तारिदिने। छेना सबै ट्रान्सफर गरिसकेपछि सफा पानीले 1-2 पल्ट पखाल्नु पर्छ, किनभने कागती अथवा तपाईहरुले भिनेगर जे पनि युज गर्नु भने त्यो चाहिँ हल्का अमिलो हुन्छ। त्यही भएर अमिलोपन चाहिँ फ्याक्न पर्यो। त्यसको बादमा मज्जाले यसलाई निचरेर चाहिँ एउटा झुन्डाउने ठाउँ हेरेर झुन्डाउनु होला। मैले चाहिँ यो 30 मिनेटको लागि झुन्डाएर राखेको थिएँ। 30 मिनेट बाद एउटा प्लेटमा मैले ट्रान्सफर गरेँ। अब यसमा मैले राख्दैछु दुध, 3-4 चम्ची दुध राखेको छु। सँगसँगै मैले चिनीको बदलामा चाहिँ मेरोमा कन्डेन्स मिल्क थियो र मैले कन्डेन्स मिल्क राखेँ। तपाईहरुले चिनी राख्न सक्नुहुन्छ। अब मैले थोरै यहाँनिर सुकमेलको धुलो पनि राखेको छु। अब यो सबै सामग्रीलाई चाहिँ मज्जाले यसरी म्याश गर्दै चाहिँ मिक्स गर्नुपर्छ। यतिको भएपछि मैले एउटा प्यानमा यसलाई ट्रान्सफर गरिदिएको छु। सबै छेनाको मिक्सरहरूलाई मैले प्यानमा ट्रान्सफर गरिसकेपछि ग्यासलाई मिडियम हिटमा राखेर चाहिँ यसलाई कन्टिन्यू चलाउँदै पकाएको छु। माथिबाट थोरै मैले स्याफ्रन पनि राखेर मिक्स गरिदिएको छु। यसलाई कन्टिन्यू चलाउँदै मिडियम हिटमा नै पकाउन पर्छ। जबसम्म यसको टेक्सचर यतिको हुँदैन तबसम्म। ल हेर्नुस् त पर्फेक्ट। अब ग्यासलाई अफ गरेर यसलाई मोल्डमा अथवा मैले जस्तो यो ग्लासको कन्टेनर अथवा कुनै पनि कन्टेनरहरूमा तपाईहरुले यसलाई सेट गर्न सक्नुहुन्छ। मैले बटर पेपर पनि लगाएको छु र यसलाई अब बर्फीको शेप दिन पर्छ। त्यही भएर यसलाई सेट गर्ने। यति गरिसकेपछि रुम टेम्परेचरमा यसलाई मज्जाले सेलिन दिन पर्छ। मैले गार्निशको लागि माथिबाट थोरै यो स्याफ्रन पनि राखिदिएको छु। अनि त्यसको बादमा चाहिँ 30 मिनेटको लागि फ्रिजमा राख्नु भयो भने यो मज्जाले सेट हुन्छ। ल हेर्नुस् त मैले यो फ्रिजबाट निकालेको हो। एकदमै राम्रोसँगले यो सेट भएको छ। अब तपाईहरुलाई कत्रो साइजको काट्न मन परेको छ त्यही अनुसारले काटेर यसलाई सर्भ गर्नु होला। एकदमै मिठो हुन्छ अनि बनाउन पनि एकदमै सजिलो छ। थ्यांक यू सो मच फर वाचिङ।